नमस्ते साथीहरू, नेपाली रमाइलो कथामा स्वागत छ। तपाईहरू मेरो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनुहोला। मेरो नाम रोहन हो। म अहिले 32 वर्षको भइसकेको छु। मेरो घर कैलाली जिल्लामा पर्छ। मेरो एउटा साथी छ, उनको नाम दीपक हो। ऊ 34 वर्षको पुगिसकेको छ र उसको बिहे भइसकेको छ। उसको श्रीमतीको नाम सिया हो। उनी हट र सुन्दर छिन्। छोटो छोटो कपडा लगाउँछिन्। छोटो छोटो कपडा लगाएर पनि दीपकले केही भन्दैन थियो। दीपक र म बिजनेस पार्टनर थियौँ। म प्रायजसो दीपकको घरमा गइ नै रहन्थे र उसको श्रीमतीलाई घुरेर हेर्ने गर्दथे। यो कुरा दीपकको श्रीमतीलाई थाहा थियो, तर दीपकलाई थाहा थिएन। दीपक नभएको बेला म उनलाई छेड्ने गर्थे, तर उनले आफ्नो श्रीमानलाई भनिनन्। उनी लगभग 29-30 वर्षको थिइन्। उनको 6 वर्षकी छोरी पनि छिन्, तर उनले आफ्नी छोरीलाई छोडेर पार्टी मनाउन, आफ्नो साथीहरूसँग घुम्न जाने गर्थिन्। एक दिन म दीपकको घरमा गए। घरमा उनी एक्लै थिइन्। दीपक घरमा थिएनन्। उनको छोरी स्कुल गएकी थिइन्। उनी हट र छोटो कपडा लगाएर सजिएकी थिइन्, मानव उनको सबै देखिरहेको थियो। मैले भने, भाउजू, दीपक खोइ? उनले भनिन्, मार्केटतिर जानुभएको छ। मैले भने, तपाईँ कता जाँदै हुनुहुन्छ? उनले भनिन्, म कहीँ पनि नजाने, घरमै बस्छु। म उनको नजिक गएर बसे र जिस्काउन थाले। उनलाई देखेर मेरो कान्छो भाइ उठ्यो। म जसोतसो सम्हाले। एक दिन कामको सिलसिलामा दीपक काठमाडौँ गयो। काठमाडौँ गएको 1 हप्तापछि फोन गर्यो र भन्यो, रोहन, आफ्नो भाउजूलाई काठमाडौँ पुर्याउन आइजा। मेरो 5-6 महिनासम्म यही बस्नुपर्ने भयो। म अर्को दिन भाउजूलाई पुर्याउन जानको लागि तयार भएर उनको घरमा गए। उनी भर्खर तयार हुँदै थिइन्। त्यही बेला म पुगे। उनी एकछिनपछि तयार भइन् र हामी घरबाट निस्कियौँ। म टिकट काउन्टरमा गएर टिकट काटे। हाम्रो सिट एकै ठाउँमा थियो। हामी बसमा बस्यौँ। बस चल्न थाल्यो। साँझ पनि भइसकेको थियो। जाँदै गर्दा रातिको 11 बजेतिर हामीलाई खाना खुवाउनको लागि होटलमा लग्यो। हामी बसबाट ओर्लियौँ र होटलतिर गयौँ। पहिले हामी सबैजना टोइलेट बाथरुमतिर लाग्यौँ। कसैले टोइलेट गर्यो, कसैले हात खुट्टा धोयो। त्यसपछि हामी खाना खान गयौँ। खाना खाइसकेपछि हामी फेरि बसमा बस्यौँ। त्यसपछि लगभग आधा घन्टापछि बस चल्न थाल्यो। जाँदै गर्दा रातिको 1 बजिसकेको थियो। बसको बत्ती पनि बन्द गरिएको थियो। अँध्यारो थियो। अब उनलाई निन्द्रा लाग्न थाल्यो। उनले भनिन्, मलाई निन्द्रा लागिरहेको छ, म एकछिन सुत्छु। उनी मेरो काखमा सुतिन्। उनी सुतिरहेको बेलामा म हिम्मत गरेर उनलाई समाते। उनी केही भनिनन्। उनी एकछिन सुतिसकेपछि बिउझिन्। लगभग रातभरि बसमा बसेपछि अर्को दिन हामीलाई बिहानको 10 बजेतिर पुर्याइदियो। त्यही बेला उनको श्रीमानको फोन आयो। उनको श्रीमानले सोध्यो, तिमीहरू कहाँ पुग्यौ? उनले आफ्नो श्रीमानसँग झुठो बोल्दै भनिन्, हामीहरू अहिलेसम्म पुगेका छैनौँ। बस चलिरहेको छ, जाममा परेर ढिलो भयो। उनको बोलीले मैले सबै कुरा बुझिसकेको थिएँ। मैले भने, उनलाई जाउँ होटलमा खाजा खाएर एकछिन आराम गरौँला। म उनलाई होटलमा लगे र मैले एउटा कोठा 2-3 घन्टाको लागि बुकिङ गरेँ। होटलमा हामीले श्रीमान श्रीमती हौँ भनेर भन्यौँ। त्यसपछि हामी होटलको कोठामा गएर आराम गर्न थाल्यौँ। एकछिन आराम गरिसकेपछि हामीले तल आएर खाना अर्डर गर्यौँ। त्यसपछि खाना खाएर आराम गर्न गयौँ। गर्मी महिना थियो। उनी पसिनाले लुट्रुक्कै भिजेकी थिइन्। म पनि पसिनाले भिजेको थिएँ। मैले आफ्नो टी सर्ट खोलेर एकछिन बसेँ। पंखाको हावाले केही राहत मिल्यो। उनी पनि गर्मी सहन सकिराखेकी थिइनन् र बसमा म उनको सबै समातिसकेको थिएँ। त्यही भएर उनी नडराइकन आफ्नो कपडा फुकालिन् र त्यही 2टा सानो कपडामा मेरो नजिक आएर बसिन्।
मेरो कान्छो भाइ अब उठिसकेको थियो। मैले केही नसोचेर उनलाई समातिहालेँ। उनले पनि तयार भइन्। लगभग उनी र म गर्मीमा गर्मी दिँदै पसिनै पसिना भएर आधा घन्टा जति रमाइलो गऱ्यौँ। त्यसपछि हामी दुवैजना थाक्यौँ र त्यही बेडमा सुत्यौँ। यसरी हामी दुईजना 3 घन्टा जति रमाइलो गरेर त्यसपछि म उनलाई उनको श्रीमान कहाँ पुर्याउन गएँ। अर्को दिन फेरि आफ्नो घरतिर निस्किए। यसरी दिन बित्दै गयो। उनी गएको 6 महिना बितिसकेको थियो। एक दिन दीपकले कल गरेर भन्यो, रोहन, तेरो भाउजू र म घर फर्किँदैछौँ। म पनि खुसी भएँ। अर्को दिन दुवैजना घर पुगे। हामी फेरि अफिसतिर सँगै गयौँ। तर अब म केही बहाना मिलाएर अफिसबाट निस्केर सिधै उनी कहाँ जाने गर्छु। उनी पनि मेरो प्रतीक्षा गरिरहेको हुन्छन्। साथीहरू, मेरो कथा कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा जानकारी दिनुहोला। कथा मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गरिदिनुहोला। तपाईहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।